नमस्कार। यहाँहरूलाई आज म एउटा हिस्टोरिकल प्लेसमा लिएर आउँदैछु। गैंडा वाइल्ड लाइफ क्याम्प यो चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने जमकौली सामुदायिक वन भित्र रहेको छ। यो चाहिँ गैंडा वाइल्ड लाइफ क्याम्प एउटा ऐतिहासिक होटल हो र यो अहिले चाहिँ बन्द छ। मूलतः निकुञ्ज र वन्यजन्तुहरूलाई यहाँ चाहिँ संरक्षणमा रहेकाहरूलाई प्रभाव पर्छ भनिकन मुलुकमा यो व्यवस्था परिवर्तनपछि 62-63 को आन्दोलनपछि सम्भवतः 65 सालतिर यो नयाँ संसद पछाडि यसको चाहिँ निर्णय गरेर यो बन्द गर्ने निर्णय भएको थियो। संसदको समिति मार्फत प्राकृतिक संरक्षण समिति मार्फत त्यस पछाडि अहिले यो तपाईँ देखिराख्नु भएको छ। यो भग्नावशेषमा परिणत भएको छ। निकै राम्रो आकर्षक कटेजहरू यहाँ थिए। तपाईले देख्न सक्नुहुन्छ लहरै यहाँदेखि अलि परैसम्म लहरै कटेजहरू रहेछ। यो बीचमा विभिन्न कुराहरू तपाईले देख्न सक्नुहुन्छ। म तपाईलाई आज पुरै घुमाउँदैछु, देखाउँदैछु। यो यसको बारेमा अलिकति भनिदिनुहोस् त दाइ। हजुर, यो के, यो चाहिँ के रुम हो? यो त डाइनिङ हल हजुर। यो ए हजुर, बारबिक्यू गर्ने अनि राजा फ्यामिलीहरू आउँदाखेरि यसो त बसेर होइन, अनि आगो फुक्ने, क्याम्प फायर गर्ने, अनि सिकार गर्ने, ल्याउने, अनि चाहिँ मासु पोलेर खाने गर्थ्यो हुन्छ। हजुर, यो चाहिँ डाइनिङ हल हो। यो तपाईँको यो चितवन नेसनल पार्क इस्टाब्लिस भएको तपाईँ 1973 मा हो, 2029 सालमा। यो तपाईँको यो होटल बनेको तपाईँको 2030-31 सालमा बनेको होटल हो। यो त 65-66 तिर बन्द भयो होइन? हजुर हजुर हजुर, अहिले भएको 18 वर्ष कि 17-18 वर्ष भयो कि बन्द भएको छ। हजुर हजुर, यो यही भित्र चाहिँ बारबिक्यूहरू गर्छ। हजुर हजुर, यही भित्र गर्थेँ। अनि तपाईँको चाहिँ अब सनसेट टाइममा चाहिँ तपाईँको अब चाहिँ त्यहाँ बार छ। त्यो बारमा चाहिँ अब चाहिँ अब सनसेट हेर्दै अब खाँदै गर्दै गर्थेँ। अनि त्यसपछि यहाँ चाहिँ मासु परेर खाने ठाउँ। नेपालीहरूले खाना सक्दैन। यहाँ त यहाँ तपाईँको एकजना टुरिस्टको बराबर 250 महँगो थियो। हजुर, 250 डलर पर नाइटको। हजुर, हामी अरू ठाउँ पनि हेरौँ न। यो हुन्छ यहाँ कहाँ के थियो देखाउँदै जानु। हामी तपाईँलाई सबै देखाउँछौँ। यो चाहिँ बार रहेछ। त्यहाँबाट सप्लाई हुन्छ खानाहरू, यहाँ चाहिँ पुरा बार थियो। अनि यहाँ त यसको बनावट चाहिँ एकदम गजबको होइन है? यहाँ पुरा बेला पनि हेर्नुहोस् न कस्तो छ। यो तपाईँको यो छ नि, यसलाई एलिफेन्ट ग्रास भन्छ है। यसलाई एलिफेन्ट ग्रास। हजुर, एलिफेन्ट ग्रास भन्छ यसलाई। यो तपाईँको यही राष्ट्रिय निकुञ्जमा पाउँछ। यो त्यसलाई चाहिँ काटेर अनि यसो बोकेर फालेर अनि यसलाई चाहिँ हेर्नुहोस् अब चाहिँ यो बनाएको बाहिरबाट बारिस लागेपछि अब 2031 सालमा चाहिँ 32 सालमा बनेको होटल। अब कति वर्ष भयो ल यो त्यही भएको थियो। यहाँ त पुरा यहाँ चाहिँ यो चाहिँ यसो जलेको जस्तो देखिन्छ नि त। यो के भयो? हजुर, जलेको जस्तो देखिन्छ। होइन जहिले भन्दा पनि यो चाहिँ धेरै पुरानो भएपछि अहिले अब स्याहार सुधार पुगेन जब यो बर्खामा चाहिँ यो हाम्रो यो क्लोजिङ हुन्छ कि यो है, ग्यास अब कम हुन्छ नि हो, त्यतिखेर अब चाहिँ पुरा अब यसमा त रिपेयर हुन्थ्यो। हजुर, यो पानी साइज लगाउने गरी गर्थ्यो वर्षमा एकचोटि। अब अहिले चाहिँ अब चाहिँ बन्द भएको भइसक्यो कति वर्ष। त्यसपछि अलिक त्यसै अब त्यहाँ कालो हुँदै गयो। र यो परिसर निकै फराकिलो हामी देख्न सक्छौँ। उतातिर पनि चाहिँ त्यहाँ रहेछ र यो होटल परिसर
यो होटल परिसर तपाईँलाई हामीले घुमायौँ। हेरेर यहाँले साथ दिनुभएकोमा धन्यवाद छ। थ्याङ्क यू।